यो कतिले देख्नु भयो चिन्नु पनि भयो होला देख्ने बित्तिकै है। यसलाई चाहिँ हामी चाहिँ लामपातेको फुल भन्छ। लामपाते जो चाहिँ एकदम काठहरू होइन, काठहरू पनि काट्छ होइन। र हामी चाहिँ यस्तो चाहिँ अब केटाकेटी टाइममा घाँसमा जाँदाखेरि होइन, घाँसमा जाँदाखेरि बाटोतिर झरिरहेको हुन्थ्यो। यसमा चाहिँ नि यो साइडमा चाहिँ क्या, यो साइडमा चाहिँ एउटा गुलियो खालको क्या मह टाइपको एउटा हुन्थ्यो। हामीले यो चाहिँ चाट्थे, यसको वरिपरि हुन्थ्यो। यो चाहिँ चाट्थे, प्राय चराहरूले धेरै खाने गर्छ यो चाहिँ है। र यो टोक्थे हामी चाहिँ यो टोक्ने गर्थे। यो टोक्ने गर्थे। र अब तपाईँहरूले सोच्नु हुँदै होला यसको सिट चाहिँ यो भनेर, तर एक्चुअलमा यसको सिट यो होइन, यसको सिट चाहिँ यहाँ हुने गर्दछ। यो भित्र चाहिँ एक प्रकारको वाइट टाइपकै हुन्छ, वाइट टाइपको हुन्छ। यो चाहिँ अहिले म्याच्युर्ड भएको छैन, म्याच्युर्ड भएपछि चाहिँ यो एकदम कलिलै हो, यो कलिलै झरेको हो। र यसको म्याच्युर्ड भएपछि चाहिँ यो भित्र एउटा सेतो टाइपको हुन्छ, फुसफुस फुसफुस कस्तो भन्दाखेरि सुनपापडी मिठाई टाइपको हुन्छ। तर त्यसको चाहिँ अलिकति टर्रो, यसको टेस्ट चाहिँ टर्रो हुने गर्छ। र यो भित्र चाहिँ यसको सिट चाहिँ फुसफुस सुनपापडी टाइपको हुन्छ। र त्यही चाहिँ सिट हो। यो हावाले फुटेपछि, यो झरेर फुटेपछि हावाले यताउता उडाएर लाने गर्छ होइन। त्यही भएर चाहिँ जतासुकै घरको प्रायः जस्तो यो घरको कुरेसोतिर होइन, भित्तातिर, वालको चेपतिर उम्रिरहेको देख्छ नि। र यो चाहिँ एउटा फुलै हो। यसले फुल चाहिँ वाइट टाइपको हुन्छ, वाइट टाइपको। र त्यो फुलहरू चाहिँ झरिसकेर यसको यो बाहिर कभर भनौँ न, यो भागमा चाहिँ यो जुन चाहिँ कालो कालो रेगा 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 यो भागमा चाहिँ यसको फुल बसेको हुन्छ। यो चाहिँ बाहिरको कभर। र यो भागमा चाहिँ यो चाहिँ झरिसकेको फुल हो है। र त्यति नै हो। यो चाहिँ हामीले अब केटाकेटीमा धेरै खाएँ। यस्तो यो टर्रो हुन्छ कि, तर एक प्रकारको मलाई मिठो लाग्थ्यो। केटाकेटीमा जे पनि मिठो लाग्छ होइन। कतिजनाले खानु भएको छ होइन, मैले चाहिँ खाएको छु। तर मैले बेसी खाएको भनेको यहाँको यस्तोको मह चाहिँ मैले पुरा चाटेको छु। मिठो लाग्थ्यो क्या, गुलियो।